हेलो साथीहरु, मलाई चाहिँ भिन्डी र आलु भुटेर खाना खाँदा वाक्क दिक्क भयो है। त्यसपछि मैले चाहिँ भिन्डी र आलु अनि क्याप्सिकमलाई लिए अनि त्यसपछि मैले चाहिँ यसरी काटेँ। भिन्डीलाई दुई फाक्ला पारेँ, टुक्राहरू पनि काटेँ अनि साइड बिचमा हल्का चिरा गरेँ अनि त्यसपछि मैले भिन्डीलाई रेडी बनाएँ। अनि त्यसपछि रेडी बनाइसकेपछि अनि फेरि क्याप्सिकम पनि काटेँ। कस्तो भन्न पनि नआएको हो क्याप्सिकम भनेर यसरी काटेँ अनि तेल पनि बसाएँ अनि भिन्डी हालेँ अनि त्यसपछि एकछिन भुटेँ अनि हल्का रातो भएपछि 2-3 मिनट भएपछि मैले यसलाई निकालेँ भिन्डीलाई अनि फेरि त्यही तेलमा यो फुराएँ कस्तो बोली पनि लडबरेको हौ। अनि आलु हालेँ, खोर्सानी हालेँ, टमाटर हालेँ अनि त्यसपछि अदुवा लसुनको पेस्ट हालेँ। अदुवा लसुन पेस्ट हालेपछि बेसार पनि हालेँ अनि खोर्सानीको धुलो पनि लगाएँ अनि नुन स्वाद अनुसार लगाएँ अनि हल्का एकछिन चलाएपछि अनि फेरि यसलाई एकछिन चलाउने अनि हल्का थोरै पानी हाल्ने अनि पानी हालिसकेर एकछिन पकाउने, यसलाई छोपिदिने अनि त्यसपछि भिन्डी रेडी हुन्छ। रेडी भइसक्यो। भिन्डी चाहिँ यसरी खाने हो। भिन्डी आलुको सब्जी हल्का ग्रेभी मलाई चाहिँ यसरी खान मन लाग्यो है। अनि त्यसपछि टमाटरको अचार पनि खान मन लाग्यो है। अनि टमाटरको अचार पनि यसरी बनाएँ अनि पिसेको छ देखाइनँ मैले, एकैचोटि पिसेर बटुकामा लगाएर देखाएको छु भिडियो।